यति मेहनत गरेर भिडियो किन बनाउँछु? यति धेरै समय बितिसक्यो, फलोअर्स पनि त खासै बढेका छैनन्। मलाई यो प्रश्न धेरैजनाले धेरैचोटि सोधिसक्नुभयो, तर मैले खासै उत्तर दिने गरेको छैन। आज भने यस भिडियोमा सबैलाई उत्तर दिन्छु है त। मैले भिडियो बनाउन सुरु गरेको त्यो बेला हो जब म मेरो जीवनको सबैभन्दा कठिन फेजमा थिएँ अहिलेसम्मकै। अब जीवनमा के गर्ने होला, म त केही पनि गर्न सक्दिनँ भन्ने सोचले भरिएको थिएँ। एन्जाइटी यति धेरै हुन्थ्यो कि रातभरि म सुत्न पनि सक्दिनँ थिएँ। यसरी भिडियो बनाउन त पहिलेदेखि नै मन लाग्थ्यो, तर अपलोड गरेको 2 मिनेटमै डिलिट गरिदिन्थेँ। अनि एक दिन मैले सोचेँ अब यसरी चाहिँ हुँदैन, मैले आफूलाई बिजी चाहिँ राख्नै पर्छ। अनि आफूलाई बिजी राख्नको लागि मैले त्यो ड्राफ्ट जुन मैले धेरैचोटि अपलोड गरेर डिलिट गरिसकेको थिएँ, त्यही पोस्ट गरेँ। त्यसपछि बिस्तारै कन्टेन्ट क्रिएसनले मलाई बिजी मात्र बनाएन, बदल्न पनि थाल्यो। आज फलोअर्स भन्दा पनि केही जेन्युइन कमेन्ट्सले धेरै खुसी बनाउँछन्। कन्टेन्ट क्रिएसनले मलाई खुलेर बोल्ने कन्फिडेन्स दियो, आफूमाथि विश्वास गर्न सिकायो अनि अलिकति भए पनि फाइनान्सियली इन्डिपेन्डेन्ट बनायो। जुन कुराले मलाई यति धेरै चिजहरू दिएको छ त्यसलाई मैले कसरी छोडौँ? त्यसैले रिजल्ट जति नै ढिलो आए पनि म प्रयास गर्न भने कहिल्यै छोड्ने होइन।